पाएमा चोर्नतिर लाग्छन् सोझो सिधा देख्यो कि त टाउकोतिर ताक्छन् शान्ति कतै पाइएन सिकारीको बस्ती हुँदैन लो भन्दा पनि गर्छन् जबरजस्ती जिउसु आउँदो छैन शिर पुचारको भारी विकासको कुरा गर्छन् बाँझो खेतबारी केटाकेटी फेसबुकतिर बुढाबुढी छापमा गाउँको भाका बिर्से सबले सब नाच्ने ल्यापमा कम छु कोही भन्दैनन् सबै खत्रै खतरा खत्रै खतरा भएर देशको अलपत्र भयो अलपत्र भयो अलपत्र के गर्छु ओए टल्के बारीको दिनमा के गर्छ ल गाडी पो कुदाउन थालेछ मान्छे त ड्राइभर जस्तै छ अनि टुक्रे अनि यो कहिलेदेखि हातमा जुत्ता लाउन थालेछ हौ लास्टै समस्या ए टल्के के हो गेम खेल्न थालेपछि त अनि खुट्टा हो कि हात हो कि थाहा पत्तै नपाउने रहेछ नि त मेरै जिन्दगीमा ठिक छ ए केटो त गेमको सुरमा देखिस् आफ्नो खुट्टाको उचित प्रयोग कसरी गर्नु पर्ने रहेछ लास्टै समस्या मेरै जिन्दगीमा आज होली खेल्नु पर्ने दिन घाटै पुरै फाइटै खेल्यो नि यसो भएपछि त लास्टै समस्या पर्छ नि सिधा सिधा त होली खुब रमाइलो भएको थियो है सूचना आज यसपालि रमाइलो गर्नुपर्छ नि म आएको छु गाउँमा ल सूचना छिटो त रङ किनेर लिएर आएर छिटो खेल्नुपर्छ है कति टाढा छ कि पछ खुट्टा दुखिसक्यो त लिएर आइज न ल म चाहिँ यहीँ बस्दै गर्छु ल आउँछु नि बस्दै गर म लिएर आउँछु आफूलाई कस्तो खेल्न मन लागिसक्यो ल चाँडै आइज है
हेलाई अब एकचोटि लानु पर्यो एकचोटि लाग्यो भने त पुग्छ होला हौ बाटे हो ए हेलाई हैन अब यसपालि सालको होली चाहिँ हैन एकदमै रमाइलो हुने हो गाँठ्यो अब आबिर किन्नलाई पैसा छैन यसले होली मनाउने हो नि त गाँठ्यो अब को आउँछ तिनीहरूलाई चाहिँ यही हिलोले गोबरले होली मनाउने हो नि त गाँठ्यो को आउँछन् सबैलाई यसले हान्नु पर्यो नि गाँठ्यो यतिले हान्यो भने त गाँठ्यो निधारमा हान्नु कि निधारमा हान्नुपर्छ गाँठ्यो हे लाई खाना पारबेसे नै पायो त गाँठे हो अब पारबेसेलाई नै गर्नु पर्यो नि त सुरुवात चाहिँ लले कान जाने क्या रे को हे लाई हना पारबेसे हना आज होली हो नि त गाँठे हो अनि होली खेलेको नि देखिनस् पक्कै फेरि पनि हामी वा छि अनि क्या रे घर लले कान्छ ल अब त्यो अति भो लले कान्छ अब होली कसरी खेल्नुपर्छ म आएर सिकाउँछु बुझ्यौ हे लाई खाना पारबेसे लु आइज न त आइज दुवैजना मिलेर खेलौँ न आज त रमाइलो गर्ने हो नि त सबैजना मिलेर लु आइज लु आइज ल म आएँ मलाई हान्ने होइन लाई हान्न पारबेसे यस्तो होली त नखेलौँ ल कान्छ ह्याप्पी होली ल लाग्लै सेल्फी तिमीहरुको आगोमा ए तिमी कहाँ म एक्लै छु त तिमी पनि त छौ कुरा त खुब जाने रहेछ त मान्छे अनि आज गाउँमा होली छ अरे नि त खेल्न नजाउँ हामी बल्ल बल्ल आएको होली नखेलेर हुन्छ त जानुपर्छ नि सेल्फी चाहिँ गजबै आउने यति राम्री मान्छे होलीको रङ्गले रङ्गिँदा त म त बेहोसै हुन्छु होला हो के हो गाईज्यू पारा देखाइहाल्नुपर्छ मलाई जिस्काको मन पर्दैन है गीत चाहिँ मनपर्छ ल राम्री मान्छेलाई सुनिदिउँ न हामी पनि कस्तो
कस्तो रहेछ ए फर्केर हेर न कस्तो छु भन्ने थाहा भइहाल्छ नि फेरि कहाँ हिँडेको सुचना तँलाई नि लिन आएको नि ओ हेर्न मलाई त सबै बाटैबाट दल्दिएर कस्तो गर्यो भने नि ए भाउजू यसपालि त होली त रमझमै होला जस्तो छ त बल्ल बल्ल होली आएको कान्छ नखेलेर हुन्छ त जाउँ हामी पनि खेल्नु सिजना के गर्छ यो सूचना ठेस लाग्यो भाउजू घरको तरनीहरू हिँड्न जान्दैनन् ओहो गाउँलेहरू झन् ट्यालेन्ट हुँदो रहेछन् आज गाउँको केटाकेटीहरूले होलीको कस्तो तयारी गर्दैछ लु पर्फेसे सबै तयारी भइसक्यो अब आयो होली है अब लु अब भएको जति सबैलाई रातो हुने गरी लगाइदिनु पर्छ कि खोइ कोही पनि आउँदैन नि त हौ गाठी अब पर्फेसे कि हामी नै सुरु गर्ने हो एकछिन पक्न जो यो बाटो आउँछ नि तिनीहरूले पुरा पक्रिँदै होलीले पुरा यो स्वागत गरिदिनु बुझिस् हो आज चाहिँ सबैलाई गाठै पुरा बाँदरको बाउ बनाइदिने हो नि त हौ गाठी बाँदरको बाउ नै बनाउने ल ए मजाले गर्ने नि पुरा म त साधु जस्तो बनाइदिन्छु हेर्नु ल व्यापारिक विश्रामपछि पुनः स्वागत छ अलपत्र रेडियो 2000 मेगाहर्ट्जमा तपाईहरु अहिले सुन्दै हुनुहुन्छ आजका विभिन्न राशिफलहरु क्रममा अब पालो रहेको छ मीन राशि ठीक मीन राशि हुनेहरुको लागि आज बाधा व्यवधानहरु आइपर्नेछन् विशेष गरी बाटो हिँड्दाखेरि विभिन्न हालका बाधा अर्चनहरु आइपर्ने देखिएको छ पर्फेसे लु लास्टै समस्या घाट यति बेलासम्म कोही पनि आउँदैन नि त घाट त्यही त भने नि आउँदैन पर्फेसे आउँदैछ एकछिन नयाँ मान्छे जस्तो छ यो चाहिँ तयार पार्ने यो दल भिज्छ नि त फेरि भर पाउनका जाँदैको मान्छे ए नानी कसलाई भन्नुभएको नानी तपाईहरुलाई भनेको कान छैन अनि कान त छ नि अनि बाबुलाई नानी भनेर गाठी तपाईँको त के हो दिमाग पनि मुसा लगेर गएको छ के हो लास्टै समस्या त्यही त भने होइन लु पत्तर बोल्ने को भतिज तपाईँको ए हो लु ठीक अब एउटा सहयोग गर्नु पर्यो भतिज ए म पनि त भतिजै हो त नि भन्नुहोस् न के सहयोग गर्नु पर्यो ओ ठीक भतिज लु कुरा के भने नि हजुर अब मेरो भान्जी सूचना चाहिँ साथीकोमा जान्छु भनेर यो गाउँमा आएको थियो अहिलेसम्म घर फर्केन लु खोजिदिनु पर्यो के भतिज लु ए लु थाहा छ अब पहिला यो होलीको पर्सा डाँडौँ अनि त्यसपछि कुरा गरौँला नि ल ए लु पर्सा त लु हातमा दिउँ न त लु भतिज हातमा त होइन निधारमा त निधारमा थाप्नुहोस् न निधारमा ए लु रेडियो लु ल यहाँ लु प्रसाद काकाजी लु प्रसाद अब भतिजहरु प्रसाद सकिएन छैन काका एकछिन आराम गर्नु न सुत्नुहोस् त
होइन त टल्के आज दिउँकी पुग्छ हौ एकचोटि अब करिब करिब सक्यो पनि होला एकछिन पक्कै त अर्को छ नि त छ ट्रेनले त ड्याम्मै पो अब चालो घाट ल तिमी दुईटाले ठिक गरौ ल होली खेल्नु पर्यो नि त बस एकछिन म बजार जान लाग्यो साँच्ची नजाऊ ल टुक्रे सिक्छ आज होली खेल्नु पर्छ एकजना बुढो मान्छे जुङ्गे मान्छेलाई त हामीले टाढिसक्यौँ अब इङ्ग्लिस पालो लु होली हौ तर म चाहिँ खेल्दिनँ हाम्रो काममा जान दे के गर्छ मेरो मान थाहा होला नि फेरि फेरि जिन्दगी हिँड्छ ल आज होली झन्डै मारेर नि सिक्छ अनि सिक्छ कि आज त टल्केलाई एक लात्ती दिएको थियो कि एक कालो थाहै नभए झाँदियो मेरो जिन्दगीमा अनि के सिक्छ त्यो टल्केले मलाई निकै हेप्थ्यो एक दुई बाँधिएपछि त अचेल त चुपचाप भेट्दाखेरि ढोक्छ उल्टो मेरै जिन्दगी सुन सिक्छ अब मलाई कुनै कुरासँग डर छैन मेरै जिन्दगीमा झन् तेरो दाजुसँग त थोप्पो केही डर छैन तेरो दाजुकै आँखा अगाडि कुन्दिनु च्याप्प समातेर घिसाउँदै लान्छु विचार गरेर राख शिक्षा अनि सुन शिक्षा त्यसलाई त म जिन्दगीमा जे पनि गर्न तयार छु भन् मात्रै पुरै तयार मेरै जिन्दगीमा नि तँलाई पाएपछि त एउटा चट्ट घर बनाउने हो बल्ल सुँगुर खोर बनाउने हो ल टल्छ अनि टुक्रालाई नबोला न अन्त तँलाई देख्यो भने त टुक्रा त ड्याम्मै बेहोस हुन्छ त घाँटे लु फेरि हाल्यो खाली अनि होली आइ नि त होइन बल्ल आँट गरेर शिक्षालाई मनको कुरा भनेको थिएँ मेरै जिन्दगीमा सखेर यो टल्केले समातिहाल्छ यसलाई त गएर आज मेरो फल नदेखाइ भएन साले यसले त साह्रै गर्यो त अनि त्यही भएन यो टल्केलाई त आज सखाप नपारी भएन मेरै जिन्दगीमा यसै एउटा जाता ल ठिक छ डुबा ठिक गरे पार्मेसीले पनि होली तार्न खतरा गरी खेलाडी हो गाँठ्यो हो हिलोमा मेरो नाक पनि झन्डै भाँची गयो हे लै हन फेरि यो मान्छे कुन चाहिँ आएछ हन होली खेल्न हन रातै अनुहार बनाएर पो आउनेछ त गाँठेको मलाई नै लगाइदिनु होला फेरि भर्खरै मुख धुँदैछु गाँठे पार्वेसीले हिलो लगाइदिएको र अनि गोबर पनि टालेको थियो अब के पो गर्ने ए मेरो पनि छ नि हो गाँठ्यो रातो नभए पनि कालो त छ नि गाँठे
ए लै आना मलाई होली लगाउन आउने हैन आना रातो रङ लिएर मलाई लगाइदिन आउँदै गरेको हैन लु अब मसँग त यी कराई मात्रै थियो कराईको दल दिएको नि त अझै पनि दल्नु पर्यो कुच्चै दशामा म भान्जी लिनु आएछु मलाई त स्यालै बनाउने भयो अझै पनि छ ए लै अझै पनि छ गाँठे हो अझै पनि छ के गाँठे हो बुढा मान्छे अझै पनि छ के ए लै आना कति साह्रो छ यो बुढा मान्छे त गाँठे हो अझै पनि छ म तँलाई कहाँ झार्छु र आना गाँठे हो कहाँ झार्छु र बुढा मान्छेलाई गाउँ कस्तो लाग्छ रङ्गेपछि त झन् सुन्दरी देखिँदो रहेछ त सुजना कसम तिमीलाई नि क्या ह्यान्डसम देखिएको छ लगेर चिडियाखानामा राखु जस्तो ले त्यस्तो हो ले त्यसो भए छि नदला आना गाधा हैन तैँले मेरो बेबीको कुन आटा गरेर हात पक्रिछ हत्तेरीका लैले कान्छ देखमा यत्रो होली खेलेको यत्रो रमाइलो गरेर आएको हे लै आना यसरी अर्काको पुरी घाँसामातिर पनि होली खेलेको भन्छस् आना पार्बेसे अब कि यो बेबी त आफै लैछ म त लाँदिन ए लै कान्छ कस्तो मूर्ख कुरा गरेको होली खेल्दा हात समाति छ त भएको नि त के गरे हे लै आना गायक कान्छ त्यसो भनेर कहाँ हुन्छ आना होली खेलेको भन्दैमा यसो गर्न पाउँछ म मान्दैन कान्छ तिमी बढी नगराउ है होली खेल्दैन जे पाए त्यही आएर उ हेर त कान्छ अब यो बेबी पनि पार्बेसैपट्टि लागेर बोल्दैछ ल यो त अति पनि लैले कान्छ के हो साँच्चीकै रिस उठाएको हो त ए लै आना पार्बेसे तो जे भन् कि जोसो भन् अब बेबी चाहिँ कहिले लैजा हैन लादिन के भन्छौ मेरो त नभन्नु न उलाई हो माफ पच्यो तिमीले त गर्नु पर्ने ओलाई गदा लैले कान्छ तारा बङ्गेर राम्रो रहेछ बलियो रहेछ बुझे मजा हेर भोलि म जाने आज कुकुरी लिएन कि कुकुरी लिएन तिम्रो तमासा गर्नुपर्ने भरे घरमा त आइपुगौँ न जाऊ भाउजू ए लै के भनिसले तँलाई त फुरीलाई दाजु यस्तो नगर्नु न गाठी राम्रो होली त्यस्तो हुन्छ त जम्मै हामी तिनजना मात्रै बाटे होली त के तमासा भयो अब हामी तिनजना मात्रै खेल्नु छैन त यार कोही छैन शिक्षा खोइ ल शिक्षा त अघिदेखि नै छैन कि आना गइसक्यो क्या उता त्यो खोइ कता गयो त्यो बुढा पनि छैन अब त के खेल्नु त्यो बुढालाई क्या ओ इन कसो गएका जाउँ त्यहाँ जाउँ न लैले का
मेरो जिन्दगीमा शिक्षा हरा म घर गएर भार गर्छु लैला कान्छाको त काट्दै घरमा तिन पकाउने फेरि कराई छोडिराखेको छ ए लैला कान्छा कराई कि मार्दो र चन्या पुरानो माल फिर्ता हुने योग छ। ओ ठिक ठिक लु बल्ल गाटे राशि बलले सही भन भान्जी जाउँ मार्दो र चन्या आयो हट्याक्क आए भान्जी आफ्नो घर जानु पर्दैन मामा घर जानु पर्दैन अर्का घरमा बसेर हुन्छ लु है यता आइज यता खिच्यालाई कता लगिस् तिमीहरूले मैले हराएको भएको त कसले तुरुन्त निकाल तिमीहरूसँगै अघि होली खेलिरहेको ले छु त दाजु आउँछु जानु पर्छ लु यो गाउँ अहिले उता जानु ओ शिक्षा ओइ को बुढा त चाहिँ कहाँ हिँडेको नि को यो अनि यो कोम अस्ति मैले तानेर ल्याउँछु भने भान्जी भान्जी भन्छु को तान्यो को भनेर तानेको त्यही त को भनेर तानेको मेरो भान्जी होली आयो भन्दैमा जसको गाउँमा पसेर पनि अर्काको छोरी चेली तानेर लाने को भान्जी मेरो भान्जी सुत्छ ए त्यस्तो भयो ठिकै छ कान्छी जाउँ अरे ल राम्रोसँग जान्छ होइन ल बुझ्नै सकेन त यो कथा त मेरै जिन्दगीमा यो मलाई नै लाग्यो आज चाहिँ कमेडी निकाल्नु के भयो ए नगरौँ न हेलो गाइजु मेरो बाँकी छ दादा खुब जाना रहेछौ त अनि आज होली छ अरे नि त तल खेल्न जानु जाउँ ए लाई लुजा होली मलाई लगाइदिन आएको होइन ए कति टाढा छ कि पसलमा त हिँड्न सकिनँ त मेरो चाहिँ म यहीँ बसेको छु त भनेर हिँड